किन आफूलाई माया गर्नु महत्त्वपूर्ण छ? एकदम गजबको प्रश्न। आत्ममाया, जसमा आत्मदयालुता, आत्मसम्मान र आत्मकरुणा समावेश हुन्छ। तपाईँको मन र शरीरले तनाव, असफलता र दैनिक चुनौतीहरूलाई कसरी प्रतिक्रिया दिन्छ भन्ने कुरामा सिधा प्रभाव पार्छ आफूले आफूलाई माया गरेपछि। तपाईँले आफूले आफूलाई माया गर्नुहुन्छ, तपाईँको मानसिक स्वास्थ्यलाई जोगाउँछ, भावनात्मक नियन्त्रणमा सुधार ल्याउँछ, आत्मआलोचना र भित्री द्वन्द्व कम गर्छ, सहनशीलता र समग्र कल्याण बढाउँछ र भावनात्मक थकानबाट पनि जोगाउँछ। त्यसैले तपाईँले आफूलाई माया गर्नुहोस्, दिनदिनै व्यायाम गर्नुहोस्, दैनिक रूपमा राम्रो भोजन गर्नुहोस्, राम्रो सोच्नुहोस्, राम्रो कार्य गर्नुहोस्। ल तपाईँहरूको सबैको जय होस्।